इतिहासले ढोका ढकढकाइरहेको छ। इतिहास आफै भत्किन तयार छ। कल्पना गर्नुस्, एउटा सानो देश, एउटा जादुई स्पिनर र विश्व क्रिकेटको त्यो हिमाल जस्तो रेकर्ड। अस्ट्रेलियाका खतरनाक मिचेल स्टार्कको 77 खेलमा 150 विकेटको रेकर्ड अहिले थर्कमान छ, किनकि त्यसको ठिक अगाडि नेपाली सुपरस्टार सन्दीप लामिछाने अवैध पर्खल बनेर उभिएका छन्। तथ्याङ्कले भन्छन् 67 खेलमा 137 शिकार भइसके। अब मात्र 13 विकेटको भोको प्रतीक्षा र हातमा सिर्फ 9 खेलको डेडलाइन बाँकी छ। यो अब सामान्य क्रिकेट मात्र रहेन, यो त समय र इतिहास बीचको एउटा भयानक थ्रिलर रेस हो, जहाँ अब मैदानमा फ्याँकिने हरेक डट बलले दर्शकको टुकटुकी बढाउनेछ र हरेक विकेटले विश्व क्रिकेटको जग नै हल्लाइदिनेछ। एउटा जादुई स्पेनले अस्ट्रेलियाको त्यो वर्षौँ पुरानो घमण्डलाई चकनाचुर पार्न सक्छ। तर के नियतिले साथ दिएला? के अन्तिम क्षणमा पुगेर ऐतिहासिक सपना पालाको घर जस्तै हातबाट फुत्किनेछ? विश्वलाई चकित पार्ने 9 अग्नि परीक्षा सुरु भइसकेका छन्। तर के सन्दीपले स्क्वाडको रेकर्ड मात्र तोड्छन् कि विश्व क्रिकेटको नक्सा नै बदलिदिन्छन्? जवाफ लुकेको छ अबको 9 खेलको अन्तिम बलमा, जहाँबाट कि त नयाँ राज्यको उदय हुनेछ, कि त इतिहासले अर्को एउटा क्रूर मोड लिनेछ। तपाईँको भविष्यवाणी के छ? कमेन्ट ठोक्नुहोस्। साथै हाम्रो एकाउन्टलाई फलो गर्नुहोला अनि हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। हस्त, धन्यवाद।